रासपा सभापति रवि लामेछाने छुट्ने सम्भावना भएपछिको यो दृश्य देखाउँ, जहाँ नखु कारागार बाहिर हजारौंको संख्यामा उहाँका समर्थकहरू आएका छन् र नखु कारागारबाट एउटा गाडी निस्किएको छ, सुरक्षाकर्मीको गाडी हो। त्यो गाडी आउन बित्तिकैको हुटिङ हेरौँ, यो दृश्य देखौँ। यहाँ यो दृश्यबाट हामी बुझ्न सक्छौँ अवस्था, यहाँ कुन अवस्था छ। यो बाटो पुरै जाम छ र हरेक उमेर समूहका व्यक्तिहरू यति बेला नखु कारागार बाहिर छ। यो नखु कारागार बाहिरको यो दृश्य हो, जहाँ चाहिँ सुरक्षाकर्मीको गाडी निस्किन पनि हम्मे हम्मे भइरहेको अवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने छुट्ने आदेश आउन साथ उहाँका समर्थकहरू, नेता कार्यकर्ताहरू र एउटा जनलहर हामी देख्न सकिरहेका छौँ। यो जनलहरले धेरै कुरा प्रश्न पारिरहेको अवस्था छ। यो जनलहरले हामी धेरै कुरा बुझ्न सकिने अनुमान लगाउन सक्छौँ। विभिन्न नाराहरू यहाँ रवि लामेछाने समर्थकहरूको छ। आयो आयो बाघ आयो लगायतका नाराहरू यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने छुट्ने सम्भावना पछिको यो दृश्य हो। आज हामी यहाँबाट ग्राउन्ड रिपोर्टिङ गर्नेछौँ र यहाँ देखाउँ बाक्लो सुरक्षाकर्मीहरूको उपस्थिति छ। यहाँ सुरक्षाकर्मीहरूको घेरा छ। यो घेरा देखाउँ। सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। यहाँ चाहिँ यहाँ समर्थकहरू भिडभाड गरेर यहाँ उपस्थित भएका छन्। पछाडिपट्टिको दृश्य देखाउन चाहन्छौँ हामी। यो अवस्था देखाउँ। नेपाली जनता के भन्छ, रवि दाइलाई ले भन्छ लगायतका नाराहरू, रवि लामेछाने समर्थकहरूको यो नारा देखाउँ, उत्साह देखाउँ। यो उत्साह देखाउँ। यो बाटो अहिले नखु कारागारको बाटो पुरै जाम लागेको छ। बाक्लो यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ र यो दृश्य देखाउँ। रवि दाइलाई ले भन्छ, रवि दाइलाई ले भन्छ। हाय 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 बाघ आयो, बाघ आयो, बाघ आयो, बाघ आयो। दिवाकरजी के छ यार? रवि दाइलाई ले भन्छ, रवि दाइलाई ले भन्छ, रवि दाइलाई ले भन्छ। यहाँबाट हामी के बेरमा रिपोर्टिङ को माध्यमबाट हामी यहाँहरूको बिचमा आउनेछौँ र आज निकै उत्साह हामी रवि लामेछाने समर्थकहरूको बिचमा देख्न सकिरहेका छौँ। जनताको बाक्लो उपस्थिति छ र यो उत्साह र ऊर्जा र समर्थकहरूले लगाएको नाराहरू छ यस विषयमा र अहिले नै यहाँ हजारौंको संख्यामा नेता कार्यकर्ताहरूको यो उपस्थितिले हामी उहाँहरूको अनुमान गर्न सक्छौँ। त्यो उत्साह पार्टी कस्तो हो? जनताको जनताको पार्टी कस्तो हो? जनताको जनताको पार्टी कस्तो हो? जनताको जनताको नेपाली जनता जिन्दाबाद जिन्दाबाद।